प्राथमिकता स्वास्थ्य, ठुलो इन्भेस्टमेन्ट स्वास्थ्यमा हुनु पर्यो। बिग्रियो भने फेरि ऋण पान हो कि कहाँ घर खेत सबै बेचेर उपचार गर्नुपर्छ कि यसलाई। यो त निकै मूल्यवान छ नि त फेरि हैन। एउटा गाईको अपरेसन गर्नु पर्यो भने 50-60 लाख रुपियाँ जान्छ। आफ्नै शरीरलाई काटेर जोड्नको लागि आफैले पैसा दिनु पर्यो पर्यो नि त है। हो त्यो हुनभन्दा अगाडि हामी सचेत हुन सक्छ। पहिलो प्रायोरिटी स्वास्थ्य र दोस्रो प्राथमिकता हामीले यदि केही चिजलाई राख्यो भने के साथी सङ्गतिको कता आफ्नो छोडिदिनु केही पनि कसैले केही गर्ने होला के जीवन। अस्ति मैले सानो एउटा भिडियो क्लिप हालेको थिएँ। यो रिसेन्टली भइरहेको घटना इन्डियामा चाहिँ एकदम फेमस एक्टर राजपाल यादव अहिले कहाँ छन् ती चाहिँ जेलमा परे के पैसाको कारणले। उनीले कहीँ समय अगाडि चाहिँ लोन लिएका रहेछन् त त्यो लोन समयमा चुकाउन नसक्दा उनी अहिले कहाँ छन् जेलमा छन्। भनेपछि पैसा भएन भने नाम फेम इज्जत सबै भएका मान्छेहरूलाई पनि जेलमा जानुपर्ने रहेछ के त्यो कन्सेप्ट चाहिँ। हामी त त्यो लेभलको मान्छे हो अनि हाम्रो कन्डिसन कहाँ छ फेरि है हामीले बुझ्नु पर्यो नि त। त्यो कारणले अब स्वास्थ्यपछि अरू कुनै चिजलाई चाहिँ हामीले पहिलो प्राथमिकतामा राख्नुपर्छ भने मेरो हिसाबले त्यो चाहिँ हुनु पर्यो बिजनेस। के अरे भन्नुहोस् त बिजनेस। स्वास्थ्य आफैमा इम्पोर्टेन्ट र बिजनेस पनि त्यति नै इम्पोर्टेन्ट जसले तपाईहरुको सपनालाई साकार गर्न सक्छ के। ड्रिम केम ट्रु हैन रियालिटीमा हाम्रो सपनालाई लिएर आउनको लागि चाहिँ हामीले बिजनेसलाई सम्हाल्न जरुरी छ। बिजनेसले तपाई हाम्रो भविष्यलाई सुनिश्चित गर्न सक्छ। बिजनेसले तपाई हाम्रो परिवारको भविष्यको सेक्युरिटी बन्न सक्छ के। सेक्युरिटी जीवनको सेक्युरिटी यदि कसैले गर्छ भने त्यो पैसा भएन भने कोही पनि मान्छे आएर तपाई हामीलाई हेल्प गर्ने होला हैन नि त। आफ्नै मान्छेको टाढा हुन्छ के। अहिलेको समय यो चाहिँ कलियुगको यो चरम युगमा छ नि त हैन। त्यसो भएको हुनाले यहाँ मान्छेले तपाई हाम्रो हैसियत पनि मान्छेले तपाई हामीले के खान्छौँ कस्तो लाउँछौँ कस्ता हाम्रो चाहिँ लाइफस्टाइल छ त्यसको आधारमा गर्ने भए बौद्धिक मान्छेको पनि यस्तो हुन छोडिसक्यो अहिलेको समयमा। तपाईसँग कति ज्ञानी तपाईँ कति चाहिँ ध्यानी कति तपाईँ चाहिँ के भन्छ अरे माइन्ड भएको भनेर मान्छेले हेर्दैनन्। तपाईँले के खाँदै हुनुहुन्छ तपाईँले पैसा कति कमाउनुहुन्छ तपाईँको ब्याङ्कमा कति ब्यालेन्स छ त्यसको आधारमा मान्छेको अहिलेको त हैसियतलाई तौलाउने समय छ नि त यो हैन। कुनै समय यस्तो थियो जो सबैभन्दा बढी चाहिँ नलेजेबल हुन्छ उनै सबैभन्दा शक्तिशाली मानिन्थ्यो क्या कुनै समयमा। तर अहिले के छ त त्यो सिफ्ट हुँदै 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 जोसँग पैसा धेरै त्यसैपछि बढी गुणगान बढी इज्जत उसले मान्छे मारे पनि केही पनि नहुने उसलाई आइन्छ जसो गरे पनि कानुनै के भयो आफ्नो हातमा हो। त्यो समयमा अहिले पुगिराखेको छ भनेपछि हामीले पनि छोडिदिनुहोस् कसले के गर्दैछ को कहाँ जाँदैछ कसले के खाएको छ कसले कस्तो लगाएछ कोसँग कहाँ जानुपर्ने यी चिजहरू मिथ्या छ नि। यो एकदम अनप्र्याक्टिकल यहाँबाट केही हुनेवाला छैन के। त हामीले स्वास्थ्यपछि अर्को कुनै चिजलाई प्रायोरिटीमा राख्नुपर्छ भने त्यो चाहिँ हो बिजनेस। मात्रै बिजनेस इज दि वान एन्ड ओन्ली वे जसले तपाईँहरूलाई आजभन्दा भोलि समयमा बेटर बनाउन सक्छ हैन। एउटा चाहिँ आजको बाटो बनिदिन सक्छ हाम्रो भविष्यको चाहिँ सेक्युरिटी बनिदिन सक्छ हाम्रो परिवारलाई एउटा चाहिँ सस्टेनेबल इन्कम सोर्स दिन सक्छ है त। त्यसो भएको हुनाले यो दुईवटा चिजलाई जसले प्यारेलल रूपमा लिएर जान सकेको छ अनि त्यही मान्छेले नै दुनियाँमा तरक्की गरेका छन् के। यो दुईटा मध्येको एउटा छुट्यो भने मान्छे बिचमा अडिन्छ रोकिन्छ। अप्ठ्यारोमा फलेको खर्ची भन्छ नि टिप्न जानलाई पनि गाह्रो छ हेरेर बसेर तरकारी बन्दैन के हैन त। यो दुईटै चिजलाई अब हामीसँग स्वास्थ्य पनि हुनु पर्यो र हाम्रो आफ्नै बिजनेस पनि। यो दुईटा हिँड्यो भने चाहिँ तपाईहरुलाई के त हाम्रो जीवन सोचे जस्तो छ। त्यही भएर देशले तपाईहरुलाई यो दुईटै चिज अफर गरिराखेको छ। त्यो पनि जिरो इन्भेस्टमेन्टमा ठुलो इन्भेस्टमेन्ट नगरिकन डिरेक्सनमा सामान्य गरिराखेको कामलाई सिस्टमको माध्यमबाट गर्दै गएर हामीले आफ्नो स्वास्थ्यलाई बेटर बनाउँदै आफ्नै बिजनेसको डेभलप गर्न सक्छौँ। यहाँबाट दुईटै चिजलाई हामीले सँगसँगै लिएर जाने प्रयास गरौँ। मान्छे स्वास्थ्य मात्रै भए पनि भयो मान्छेसँग पैसा मात्रै भए पनि सबै चिजहरू मिल्न पर्यो के है त। हाम्रो शरीरमा कुन चाहिँ महत्त्वपूर्ण चिज भन्ने हुन्छ नि जसको खुट्टा छैन उसको लागि खुट्टा महत्त्व हो क्या जसको आँखा छैन उसको लागि आँखा महत्त्व होइन जसको 5वटा औँलामा 4वटा मात्रै छ उसको लागि कान्छे औँला हो के भने जस्तै कुन चिज कति महत्त्व भन्ने चिज होइन
आफ्नो ठाउँमा सबै चिजहरू चाहिँ त्यति नै महत्त्वपूर्ण रहने गर्दछ है। त्यसो भए आउनुहोस् सबैजना मिलेर स्वास्थ्य र समृद्धिको यात्रामा सहयात्रा गर्दै अगाडि बढौँ, आफू पनि बढौँ अनि के गरौँ अरूलाई पनि बढाउँ। बोलौँ न होइन, आफू पनि बढौँ अरूलाई पनि बनाऊँ है। अनि यसो भयो भने चाहिँ हामी सबै बनिन सक्छौँ। गाउँमा मेरै मात्रै घर ठुलो भयो भने के मजा हो, पुरै गाउँको घर राम्रो भयो भने पो मजा हो होइन। जता गए पनि उस्तै तकजक देखिन्छ अनि पो बल्ल मजा हो। अरू चाहिँ बिचरा झुप्रोमा छन् अनि म चाहिँ ठुलो बिल्डिङमा बसेको कि मलाई के मजा हो भएन के भने जस्तै हामी सबै बनिनु पर्यो के। अनि हामी सबै बनियो भने अनि त्यहाँबाट सन्तुष्ट आउँछ है। सहरमा मन्दिर बन्न ठुलो कुरो होइन क्या, मान्छेले बनाउनु सक्छ। तर ठुलो प्रोजेक्ट भनेको त्यो सहरै मन्दिर हुनु पर्यो नि त। अनि त्यो ठुलो प्रोजेक्ट मान्यो कुनै घरमा एकजना मान्छे मात्रै धनी भयो सबै गाउँमै धनी हो। त्यही उद्देश्यको साथ हामी जेक्समा अगाडि बढ्छौँ, अगाडि बढ्दै जाउँ र यसलाई निरन्तर हाम्रो जीवनसँग जोडिरहेको सधैँ भन्दै चाहिँ आजलाई अब बिदा हुन चाहन्छु। यहाँले राम्रोसँग सुनेर साथ दिनुभयो। यहाँको चाहिँ समयको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहेको।